नमस्कार हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म हजुरहरूलाई घरमै सजिलोसँगले आइसक्रिम कसरी बनाएर खाने भनेर देखाउन गइरहेको छु। बजारमा किनेको आइसक्रिम भन्दा घरमै हामीले बनाएर खायौँ भने हामीलाई सस्तो पनि पर्छ र फाइदा पनि हुन्छ। मैले चाहिँ 4-5 लिटर जति दुध लिएको छु। यो दुधलाई चाहिँ मजाले उमालेर त्यो दुधलाई चाहिँ तताउँदै आधा हुने बेलासम्मलाई चाहिँ बिस्तारो मिडियम ग्यास बनाएर तताउँदैछु म। यसलाई चाहिँ सकभर तर लाग्न नदिइकन उमालेर बेला बेलामा चलाई दुधलाई तताउँदैछु। दुध तत्न चाहिँ धेरै बेर लाग्छ। अब थोरै दुधको बनाउने हुँदाखेरि त छिटै पनि हुन्छ, तर मैले चाहिँ 5 लिटर दुधको बनाएको भएर अलिक धेरै टाइम लाग्यो। मैले चाहिँ यसमा चिनी हालेर पनि चलाइसकेँ। अब चिनी हालेर एकछिन पाकेपछि यसमा चाहिँ अब यो कर्नफ्लोर हाल्दैछु म। कर्नफ्लोर चाहिँ चिसो दुधमा 3 चम्चा कर्नफ्लोर घोलेर हाल्दैछु। अब थोरै बनाउँदाखेरि अब हजुरहरूले 2 लिटर मात्रै दुधको बनाउँदै हुनुहुन्छ भने 1 चम्चा मात्रै कर्नफ्लोर हाल्नु होला। मैले चाहिँ 5 लिटरको बनाएको भएर 3 चम्चा कर्नफ्लोरलाई चाहिँ सेलाको दुधमा घोलेर हाल्दैछु। तातो दुधमा हाल्यो भने चाहिँ त्यो डल्ला परेर राम्ररी हुँदैन, त्यही भएर घोलेर हाल्दाखेरि चाहिँ त्यो राम्रो हुन्छ, त्यसमा गाँठागुठीहरू बस्दैन। अब त्यो घोललाई पनि हालेर म एकछिन मजाले पकाउँछु। अनि यो पकाएर त्यसलाई हटाएर अलिक घटेपछि यो बाक्लो हुन्छ, पहेँलो कलरको पनि हुन्छ यो। अनि त्यस पछाडि चाहिँ हाम्रो आइसक्रिम बनाउनको लागि अब चाहिँ यो दुध रेडी भइसक्यो। यो रेडी भइसकेको दुधलाई चाहिँ अब तातो दुध छ अहिले चाहिँ भर्खरै पाकेको भएर अब यो तातो दुधलाई चाहिँ म सेलाउन राख्छु। जति सेलायो त्यति यो धेरै गाढा हुँदै जान्छ। अनि मैले चाहिँ यो छिटै सेलाओस् भनेर आरीमा चिसो पानी राखेर त्यो कराईलाई चाहिँ आरीमै राखिदिएँ। अब हाम्रो आइसक्रिमको लागि चाहिँ क्रिम बनाउनलाई चाहिँ मैले बजारको क्रिम नभएर आफ्नै घरको 2-3 दिनको दुधको तर भेला गरेर राखेको थिएँ। यसलाई चाहिँ एकछिन डिप फ्रिजमा राखेर अनि त्यसलाई पनि मैले मिक्सरमा चाहिँ मिक्स गरेर त्यही अघिको दुधको र कर्नफ्लोर चिनीको मिक्सरमा हालिदिएँ। अब चाहिँ यसलाई म एउटा भाँडामा खनाएर फ्रिजमा राख्दैछु। अब मसँग चाहिँ त्यो पेपर नभएकोले प्लास्टिक नै युज गरिराखेको छु। अब यसलाई चाहिँ प्लास्टिक लगाएर माथिबाट ढक्कनी लगायो भने हावा छिर्दैन। अब चाहिँ मैले चाहिँ 2 भाँडा आइसक्रिम बनाएको छु, त्यसलाई चाहिँ मैले डिप फ्रिजमा राखेँ। डिप फ्रिजमा चाहिँ 4-5 घन्टा जति राखेपछि यो जमेको छ। अब चाहिँ म यसलाई निकालेँ। अब यो निकालेर यो अहिले आइसक्रिमै खाने बेला चाहिँ भएको छैन। यसलाई चाहिँ म एकचोटि फेरि यो निकालेर मिक्सरमा मिक्स गरेर फेरि त्यसलाई लिक्विड घोलै बनाउँछु। अनि त्यसरी बनाएपछि फेरि त्यो अघिकै भाँडाहरूमा खनाएर अनि अघिको भाँडामा खनाएर अघिकै जसरी नै माथिबाट प्लास्टिकले कभर गरेर ढक्कनी लगाएर फ्रिजमा 10-12 घन्टासम्मको लागि जम्नलाई छोडिदिन्छु। 10-15 घन्टा पछाडि चाहिँ आइसक्रिम एकदमै राम्ररी जम्छ। यो आइसक्रिम चाहिँ बजारको आइसक्रिमभन्दा धेरै नै मिठो हुन्छ। यसमा चाहिँ अब फुड कलरहरू पनि प्रयोग गरेको हुँदैन, आफ्नै घरको दुधले बनेको हुन्छ। अब चाहिँ यो मैले चाहिँ रातभरि छोडिदिएको थिएँ। रातभरि राखेर यो भोलिपल्ट दिउँसो चाहिँ हामी यो आइसक्रिम खान गइराखेका छौँ। हाम्रो यो आइसक्रिम चाहिँ बनेर अब एकदम रेडी भइसक्यो। मेरो छोराले चाहिँ पुरा मुसु हाँस्दै फ्रिजबाट आइसक्रिम निकाल्दैछ।
घरमा चाहिँ आइसक्रिम निकाल्ने चम्ची नभएकोले मैले चाहिँ घरकै सबैभन्दा दह्रो डाडुको प्रयोग गरेर चाहिँ आइसक्रिमलाई निकाल्दैछु। मैले चाहिँ सबैजनालाई आइसक्रिम कचौरामा राख्दैछु। मैले सबैजनालाई एक कचौरा भरि आइसक्रिम दिन आँटिराखेको छु। अब थपेर पनि खान सकिन्छ। आखिरी 2 भाँडा आइसक्रिम बनाएको छँदैछ। होइन अलिक पग्लेपछि खाँदा नि भइहाल्छ। पग्लेपछि खाँदा नि भइहाल्छ नि आइसक्रिम। खाइहाल न फटाफटी, पग्लिहाल्छ नि त। गर्मी आइसक्रिम नपग्लेर के पग्लिन्छ भाइ? उस्तै त हो नि। कस्तो लाग्यो त अनुज्ञा आइसक्रिम? कस्तो भएछ त? मिठो? किनेर खाएको मिठो कि घरकै मिठो त तिमीलाई? घरको। आइसक्रिम साह्रै मिठो भएछ। घरको मिठो कि होटेलको मिठो? घरकै मिठो। यही मिठो। कस्तो छ आइसक्रिम? चिसो। नामै त आइसक्रिम चिसो त हुनु भइगयो नि। टेस्ट चिसो तातो चिसो तातो होइन। आइसक्रिम जस्तो हुन्छ नि। हो के कुराउने जस्तो। दुधको आइसक्रिम पनि घरमा यस्तै मिठो आइसक्रिम बनाएर खानु होला। धन्यवाद।